विद्यार्थी भाइ बहिनीहरू, आज म फेरि अर्को न्यू चेप्टर लिएर आएको छु। कक्षा 12 को एकाउन्टबाट वर्कसिट भन्ने चेप्टर लिएको छु है। अनि यो चेप्टरबाट हरेक वर्ष हाम्रो न्युमेरिकल क्वेसन 5 मार्क्सको दिइरहेको छ र यो सजिलो पनि छ। फाइनल एकाउन्टको नियमसँग सम्बन्धित छ। यदि हामीले फाइनल एकाउन्ट गर्न सक्छौं भने हामीले वर्कसिट पनि सजिलैसँग गर्न सक्छौं है। र यो वर्कसिट भनेको हरेक वर्ष दिइरहेको पनि छ हाम्रो एक्जाममा, त्यसकारण हामीले चाहिँ वर्कसिट बनाउन जान्नु पनि पर्छ है। यदि फाइनल एकाउन्ट जानियो भने वर्कसिट पनि गर्न सकिन्छ है। वर्कसिट भनेको खास गरेर हामीले फाइनल एकाउन्ट तयार गर्नुभन्दा पहिला फाइनल एकाउन्ट तयार गर्नको लागि बनाइने एक किसिमको फर्मेट हो, एक किसिमको ढाँचा हो, एक किसिमको रूपरेखा हो, एक किसिमको रफ बनाउने काम हामीले गर्छौं भने त्यसलाई हामी के भन्छौं? वर्कसिट भनेर भन्छौं है। फाइनल एकाउन्ट तयार पार्नको लागि त्यो भन्दा पहिला एउटा हामीले रफिङ गर्ने काम गर्छौं, त्यो नै के हो त? वर्कसिट हो। त्यही वर्कसिटको सहयोगबाट हामीले फाइनल एकाउन्ट बनाउने काम गर्छौं। र फाइनल एकाउन्ट बनाउनु भन्दा पहिले नै हामीलाई फाइनान्शियल पोजिसनहरुको बारेमा जानकारीहरु पाउनको लागि, अनुमानहरु लगाउनको लागि हामीले वर्कसिट बनाउने काम गर्छौं है। अनि वर्कसिटहरु दुई किसिमका हुन्छन्, एउटा 10 कलम अर्को 12 कलम हुन्छ। 10 कलम वर्कसिट भनेको जसमा 10 वटा यसरी कलम हुन्छ, त्यो भनेको 10 कलम हो। अनि जुन वर्कसिटमा यसरी कलमहरु 12 वटा हुन्छन् त्यसलाई हामी के भन्छौं? 12 कलम वर्कसिट भनेर भन्छौं। अब 10 कलम वर्कसिटमा के हुन्छ भन्दाखेरि पहिला अनएडजस्टेड ट्रायल ब्यालेन्स हुन्छ, एडजस्टमेन्ट हुन्छ, एडजस्टेड ट्रायल ब्यालेन्स हुन्छ, इन्कम स्टेटमेन्ट हुन्छ र ब्यालेन्स सिट हुन्छ। त्यस्तै 12 कलम वर्कसिटमा अनएडजस्टेड ट्रायल ब्यालेन्स, एडजस्टमेन्ट, एडजस्टेड ट्रायल ब्यालेन्स, इन्कम स्टेटमेन्ट अनि स्टेटमेन्ट अफ रिटेन अर्निङ, ब्यालेन्स सिट यति हुन्छ है। अथवा हामीले यसलाई हेर्दाखेरि के देख्छौं भन्दाखेरि 10 कलम वर्कसिटमा स्टेटमेन्ट अफ रिटेन अर्निङ छैन अथवा पीएल एप्रोप्रिएसन अकाउन्ट छैन। अब यसमा हामीले के बुझ्ने भन्दाखेरि 10 कलम वर्कसिटमा क्लास 11 मा जसरी हामीले ट्रेडिङ अकाउन्ट, पीएल अकाउन्ट, ब्यालेन्स सिट बनाउनु पर्थ्यो नि, हो त्यस्ता कुराहरु मात्रै हाम्रो 10 कलम वर्कसिटमा हुन्छन् भने 12 कलम वर्कसिटमा कक्षा 12 मा हामीले अकाउन्टमा जे पढेका छौं खाताहरु बनाउनको लागि ती सबै खाताहरु हामीले यसमा पनि बनाउनु पर्छ। त्यसकारण यसमा हामीले ट्रेडिङ पनि बनाउनु पर्छ, पीएल पनि, पीएल एप्रोप्रिएसन पनि, ब्यालेन्स सिट भनेको चारवटै खाताहरु हामीले 12 कलममा बनाउनु पर्छ है। अब यसरी हामीले चाहिँ यसमा थ्योरेटिकल बुझ्नुपर्ने कुराहरु यति छन्। अब हामीले न्युमेरिकल क्वेशनहरु गरौँ, न्युमेरिकल क्वेशन गर्दै बुझ्दै जाने है। यसमा एक्स्ट्रा कुनै किसिमको चाहिँ फार्मुलाहरु इत्यादि छैनन् है। हाम्रो फाइनल एकाउन्टकै फार्मुलाहरु चाहिँ यसमा पनि युज हुन्छ, जुन चाहिँ हामीले पहिले पढिसकेका छौं। हामीले फाइनल एकाउन्ट पहिले गरिसकेका छौं। फाइनल एकाउन्टको सबै यसमा फार्मुलाहरु छन्, त्यही फार्मुला युज गरेर हामीले वर्कसिट बनाउने काम गर्छौं। तपाईहरु जो चाहिँ फाइनल एकाउन्ट मेरो भिडियो हेर्नु भएछन् त्यो भिडियो हेर्नु होला हैन। त्यसपछि तपाईहरुले पनि कसरी गर्ने भन्ने कुरा थाहा हुन्छ अनि यसलाई गर्न सजिलो हुन्छ है। ल अब म एउटा न्युमेरिकल क्वेशन ल्याउँछु, न्युमेरिकल क्वेशनबाट त्यसलाई चाहिँ सल्युसन गरेर सिकाउने प्रयास गर्छौं है त। ल विद्यार्थी भाइ बहिनीहरु, वर्कसिटको म एउटा क्वेशन लिएर आए है, न्युमेरिकल क्वेशन लिएर आए। यो क्वेशन अस्मिता पब्लिकेसनको ओल्ड क्वेशन बैंकबाट म लिएर आएको छु र यो वर्कसिट भन्ने च्याप्टरबाट क्वेशन नम्बर 12 बाट म चाहिँ यो क्वेशन लिएको छु। 2081 सेट डी भनेर दिएको छ है। अनि हाम्रो क्वेशन यति मात्रै हो। हाम्रो क्वेशनमा यस्तै ट्रायल ब्यालेन्स बनाएर दिएको छ अनि यो इन्फर्मेसन जति छ नि, सेल्स, क्यापिटल, क्रेडिटर, कमिसन, करेन्ट एसेट्स, फिक्स एसेट्स, प्रिपेड इन्स्योरेन्स, सेलरी, पर्चेज, वेजेस है, यति हाम्रो ट्रायल ब्यालेन्स भित्र छ। त्यसपछि एडिशनल इन्फर्मेसनमा डिप्रिसिएसन अन फिक्स एसेट्स, प्रोभिजन फर टैक्स है, यति मात्रै छ। अनि हामीले वर्कसिट बनाउन भनेको छ। अब चाहिँ यसलाई हामीले 10 कलम वर्कसिट बनाउने है। यो 10 कलम वर्कसिटसँग सम्बन्धित छ। 10 कलम वर्कसिट हामीले कसरी पहिचान गर्ने? 10 कलम हो कि 12 कलम हो? यदि हाम्रो क्वेशनमा क्वेशनको डेबिटमा है, हाम्रो क्वेशनमा एउटा ट्रायल ब्यालेन्स बनाएर दिएको हुन्छ। यदि क्वेशनको डेबिटमा अथवा ट्रायल ब्यालेन्सको डेबिटमा टैक्स पेड, डिभिडेन्ड पेड, इन्ट्रिम डिभिडेन्ड दिएको छ भने यिनीहरु मध्ये कुनै एउटा दियो भने 12 कलम बुझ्ने। त्यस्तै डेबिटमा मान्यम यस्तो कुनै पनि आइटम छैन। अब क्रेडिटमा हामीले चेक गर्ने। क्रेडिटमा चेक गर्दाखेरि
यदि क्रेडिटमा कहीँ प्रॉफिट एन्ड लस एकाउन्ट अथवा प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट दिएको छ भने के भयो त 12 कलम भयो है। यदि क्रेडिटमा यो पनि दिएको छैन भने अब हामीले एडिसनलमा चेक गर्ने। एडिसनलमा ट्रान्सफर टु जनरल रिजर्भ, ट्रान्सफर टु रिजर्भ फन्ड, प्रोभिजन फर डिभिडेन्ड अथवा पर्पोज डिभिडेन्ड यस्तो कुनै किसिमको आइटम दिएको छ भने पनि 12 कलम हुन्छ। यदि यिनीहरूसँग कुनै पनि आइटम्स हाम्रो क्वेसनमा छैन भने हामीले अटोमेटिक बुझ्नुपर्छ यो 10 कलम वर्कसिट हो है। यसरी हामीले आफ्नो क्वेसनबाट नै पहिचान गर्न सक्नुपर्छ कि यो 10 कलम वर्कसिट हो कि 12 कलम वर्कसिट हो है। यदि हाम्रो जसरी हामीले फाइनल अकाउन्ट बनाउँदाखेरि पीएल एप्रोप्रिएसनमा जुन आइटम्सहरू आउँछन् नि हो, ती आइटम्सहरू यदि हाम्रो क्वेसनमा छैन भने हामीले बुझ्ने यो 10 कलम वर्कसिट हो। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा आउनुपर्ने कुनै एउटा शीर्षक दिएको छ भने हामीले बुझ्नुपर्छ यो 12 कलम वर्कसिट हो। यसरी हामीले 10 कलम अथवा 12 कलम चाहिँ पहिचान गर्ने है। यो क्वेसनमा 12 कलमसँग सम्बन्धित कुनै किसिमको आइटम छैन, पीएल एप्रोप्रिएसन एकाउन्टमा आउने कुनै किसिमको चाहिँ शीर्षक दिएको छैन, त्यसकारण हामीले के बुझ्ने यो 10 कलम वर्कसिट हो। त्यही भएर म चाहिँ यसलाई 10 कलम वर्कसिट बनाएको छु है। यो 10 कलम वर्कसिटको फर्मेट हाम्रो यस्तै हुन्छ। पर्टिकुलर अनएडजस्टेड ट्रायल ब्यालेन्स, यसमा पनि डेबिट रुपिस क्रेडिट रुपिस हुन्छ। त्यसपछि हाम्रो एडजस्टमेन्ट हुन्छ, यसको डेबिट रुपिस क्रेडिट रुपिस हुन्छ। त्यसपछि एडजस्टेड ट्रायल ब्यालेन्स हुन्छ अथवा अनएडजस्टेड ट्रायल ब्यालेन्स र यो एडजस्टमेन्ट जुन दिएको छ नि, यो दुईटैले हामीले मिक्स गरेर के बनाउँछौँ त एडजस्टेड ट्रायल ब्यालेन्स बनाउँछौँ है। यसरी एडजस्टेड ट्रायल ब्यालेन्स हामीले बनाउने, यसमा पनि डेबिट रुपिस क्रेडिट रुपिस हुन्छ। एडजस्टेड ट्रायल ब्यालेन्स बनिसकेपछि अब हामीले इन्कम स्टेटमेन्ट बनाउने। यो इन्कम स्टेटमेन्ट भनेको ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट हो है। जुन जुन ट्रेडिङ अकाउन्टको डेबिटमा जान्छ, पीएल को डेबिटमा जान्छ, त्यो सबै हाम्रो इन्कम स्टेटमेन्टको डेबिटमा जान्छ। जुन जुन ट्रेडिङ र पीएल को क्रेडिटमा जान्छ, त्यो सबै हाम्रो यो इन्कम स्टेटमेन्टको क्रेडिटमा जान्छ। त्यही फाइनल अकाउन्ट नै सम्झना गरेर गर्दा हामीलाई एकदम सजिलो हुन्छ है। त्यस्तै यो ब्यालेन्स सिट हो, यसमा पनि डेबिट र क्रेडिट छ। यो ब्यालेन्स सिटको डेबिट भनेको एसेट साइड बुझ्ने है। हाम्रो एसेट्सहरूलाई यसमा डेबिट साइडमा लेखिन्छ भने हाम्रो क्यापिटल र लायबिलिटी छ भने हामीले क्रेडिट साइडमा लेख्ने काम गर्छौं है। यसरी हामीले यो 10 कलम वर्कसिट बनाउँछौं। अब हाम्रो जुन क्वेशन दिएको छ यहाँ, त्यो क्वेशनको आधारमा हामीले यसलाई अब कसरी भर्ने भन्ने कुरा सिकौं है। हाम्रो क्वेशनमा जस्तो पहिला क्वेशन दिएको हुन्छ है, हाम्रो क्वेशनमा जस्तो दिएको हुन्छ सेम टु सेम हामीले त्यो पर्टिकुलर भित्र यसरी सार्नु पर्छ। केही पनि चेन्ज नगरिकन जस्तो छ त्यस्तै हामीले के गर्ने, पहिला लेखदिने अनि एडिशनल इन्फर्मेसनलाई पनि जस्ताको त्यस्तै लेख्ने है। अनि यहाँ जुन हाम्रो पर्टिकुलर भित्र छ, जसको पैसा डेबिटमा छ त्यसलाई डेबिटमा लेख्ने, जसको पैसा क्रेडिटमा छ हाम्रो क्वेशनमा त्यसको पैसालाई हामीले के गर्ने, क्रेडिटमा लेख्ने है। हाम्रो क्वेशनमा यो सबै सेल्स क्यापिटल क्रेडिटर कमिसन क्रेडिटमा दिएको छ, मैले पनि क्रेडिटमा लेखेको छु। अनि यिनीहरूको रकमलाई चाहिँ डेबिटमा दिएको छ, डेबिटमा लेखेको छु है। यसरी जस्ताको त्यस्तै जस्तो क्वेशनमा हुन्छ सेम त्यस्तै हामीले के गर्दिने त लेखिदिने है। त्यसपछि अब एडिशनल इन्फर्मेसनमा आउनुस्। एडिशनल इन्फर्मेसनको पैसालाई रकमलाई हामीले एडजस्टमेन्ट भित्र लेख्नुपर्छ है। अनि एडजस्टमेन्ट भित्र लेख्ने बेलामा हामीले जर्नल एन्ट्रीको फर्मुला अनुसार डेबिट र क्रेडिटको आधारमा लेख्नुपर्छ है। जस्तो मानिलिउँ हाम्रो एडिशनल इन्फर्मेसनले हाम्रो एसेट्स इन्क्रिज गर्छ, एक्सपेन्डिचर इन्क्रिज गर्छ, लसेस गराउँछ भने त्यसलाई हामीले कुन साइडमा लेख्ने त एडजस्टमेन्टको डेबिटमा लेख्ने। त्यस्तै गरेर यदि हाम्रो एडिशनल इन्फर्मेसनको कारणबाट क्यापिटल इन्क्रिज हुन्छ अथवा हाम्रो इन्कम हुन्छ अथवा हाम्रो गेन हुन्छ अथवा हाम्रो लायबिलिटिज बढ्छ भने त्यस अवस्थामा यसको रकमलाई हामीले कहाँ देखाउने त क्रेडिटमा देखाउने। यो तरिकाबाट पहिला हामीले यो एडिशनल इन्फर्मेसनको एमाउन्टलाई डेबिट र क्रेडिट गरेर छुट्याउने। के हामीले बुझ्नुपर्छ यसमा डेबिट गर्नको लागि? यदि हाम्रो एडिशनल इन्फर्मेसन एसेट्स हो भने, एक्सपेन्सेस हो भने अथवा लस हो भने हामीले कहाँ देखाउने त्यसको पैसा? डेबिटमा। यदि हाम्रो एडिशनल इन्फर्मेसनले हाम्रो लायबिलिटिज बढाउँछ अथवा हाम्रो क्यापिटल बढाउँछ, हाम्रो गेन गराउँछ
हाम्रो त्यो इन्कम हो भने हामीले त्यसको पैसालाई क्रेडिटमा लेख्ने। यो तरिकाबाट हामीले पहिला डेबिट र क्रेडिट छुट्याउने है। त्यसपछि यदि हामीले यहाँ डेबिटमा पैसा लेखेछौँ भने माथि आफ्नो शीर्षकमा गएर त्यो कहाँ जान्छ त, क्रेडिटमा जान्छ, उल्टो भइहाल्छ। यदि यहाँ डेबिट छ भने आफ्नो शीर्षकमा उल्टो भइहाल्छ है। जस्तो डिप्रिसिएसन अन प्लान्ट छ यहाँ डेबिटमा, माथि प्लान्टको सोझाइमा गएर प्लान्टको लाइनमा गएर के हुन्छ त, त्यो क्रेडिटमा हुन्छ। त्यस्तै गरेर यहाँ क्रेडिटमा छ भने माथि आफ्नो शीर्षकमा गएर के हुन्छ त, त्यो डेबिट हुन्छ है। यसरी हामीले डेबिट र क्रेडिट छुट्याउनु पर्छ। एडजस्टमेन्टको जुन दिएको हुन्छ यहाँ पनि हामीले दुई ठाउँमा लेख्ने काम गर्छौँ है। एउटा डेबिट हुन्छ भने अर्को क्रेडिट हुन्छ। त्यस्तै गरेर कहिलेकाहीँ यहाँ एडिसनल इन्फर्मेसनमा कुनै कुनै शीर्षक यस्तो दिन्छ जसको माथि कुनै आफ्नो मेन शीर्षक हुँदैन है। जस्तो प्रोभिजन फर टैक्सेसन छ, क्लोजिङ स्टक छ, प्रोभिजन फर डिभिडेन्ड छ, यिनीहरूको के हुन्छ माथि केही पनि मेन शीर्षक हुँदैन। त्यस बेला अब के गर्ने, त्यस बेला त्यस्तो आइदिएको छ भने हामीले यही डेबिट र क्रेडिट गर्ने है। जस्तो अहिलेको क्वेसनमा हाम्रो प्रोभिजन फर टैक्सेसन आएको छ नि, प्रोभिजन फर टैक्सेसनसँग सम्बन्धित कुनै शीर्षक छैन, ट्याक्स भनेर कहीँ पनि लेखेको छैन। अब हामीले के गर्ने, यसको पैसा यही डेबिट क्रेडिट गरिदिने, अरु केही गर्न परेन है। यसरी हामीले सबभन्दा पहिला नियम अनुसार डेबिट क्रेडिट यहाँ गर्ने। डेबिट क्रेडिट भइसकेपछि यदि डेबिटमा मात्रै यहाँ आएको छ भने माथि आफ्नो शीर्षकमा क्रेडिट हुन्छ, यदि यहाँ क्रेडिटमा मात्रै आएको छ भने माथि आफ्नो शीर्षकमा गएर डेबिट हुन्छ। त्यस्तै गरेर यदि माथि कुनै पनि शीर्षक छैन, जुन एडजस्टमेन्ट यहाँ आएको छ त्यसको कुनै पनि शीर्षक छैन भने त्यस बेला त्यसको पैसालाई यही डेबिट क्रेडिट गर्ने। यो तरिकाबाट हामीले एडजस्टमेन्ट गर्ने। त्यसपछि एडजस्टमेन्ट भइसकेपछि हामीले यो दुईटैलाई मिक्स गरेर एडजस्टेड ट्रायल ब्यालेन्स बनाउँछौँ अनि त्यसपछि इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट बनाउँछौँ है। अब यो क्वेसन अनुसार हामीले कसरी तयार पारेका छौँ हेरौँ है। पहिला हाम्रो सेल्स छ, यसको पैसा क्रेडिट क्रेडिट जस्ताको त्यस्तै क्वेसनमा छ त्यस्तै लेख्ने। अनि हाम्रो एडिसनलमा के आयो त, डिप्रिसिएसन अन फिक्स एसेट्स आयो है। अब यो हाम्रो जुन छ यो जस्तो छ त्यस्तै सेम लेख्ने, कुनै पनि चेन्ज नगर्ने, जस्ताको त्यस्तै लेख्ने हाम्रो क्वेसन अनुसार। अनि यो डिप्रिसिएसन अन फिक्स एसेट्स छ, यो डिप्रिसिएसन अन फिक्स एसेट्स भनेको हाम्रो स्थिर सम्पत्तिमा डिप्रिसिएसन भएको छ, यो हाम्रो कम्पनीको लागि लस हो। लसलाई हामी के गर्छौँ त, डेबिट गर्छौँ है। त्यसकारण हामीले यहाँ डिप्रिसिएसनलाई डेबिट गरेका छौँ। अनि यो डिप्रिसिएसन के को डिप्रिसिएसन हो भन्दाखेरि फिक्स एसेट्सको हो। त्यसकारण फिक्स एसेट्स भनेको यसको मेन शीर्षक हो। अब माथि फिक्स एसेट्स हामीले खोज्ने, यहाँ डेबिटमा छ भने फिक्स एसेट्समा गएर हामीले के गर्ने, क्रेडिट गर्ने। यहाँ फिक्स एसेट्स हेर्नुस् त छ नि, 3 लाख रुपैयाँको फिक्स एसेट्स छ। अब यो फिक्स एसेट्स यहाँ डिप्रिसिएसन डेबिटमा छ भने माथि फिक्स एसेट्सको लाइनमा गएर के गर्ने, क्रेडिट गरिदिने। बुझ्नु भयो नि। त्यस्तै अर्को हाम्रो एडिसनल इन्फर्मेसन छ, प्रोभिजन फर टैक्सेसन छ। प्रोभिजन फर टैक्सेसनको माथि कुनै शीर्षक छैन, कुनै शीर्षक छैन भने यसको पैसालाई यही डेबिट र क्रेडिट गर्ने है। अब दुईटा मात्रै एडिसनल थियो, दुईटा मात्रै एडजस्टमेन्ट थियो, दुईटै हाम्रो यो एडजस्टमेन्टमा समायोजन भइसकेको छ। अब हाम्रो यो काम पनि कम्प्लिट भयो। अब हामीले के गर्ने भन्दाखेरि एडजस्टेड ट्रायल ब्यालेन्स बनाउने है। एडजस्टेड ट्रायल ब्यालेन्स बनाउनु भनेको अनएडजस्टेड ट्रायल ब्यालेन्स र एडजस्टमेन्टलाई हामीले एउटैमा मिलाउनु हो है। अब मिलाउने बेलामा के हामीले ध्यान दिनुपर्छ भन्दाखेरि यदि यहाँ हाम्रो अनएडजस्टेडमा डेबिट छ, यहाँ पनि डेबिट छ भने डेबिट डेबिट जोडेर हामीले डेबिटमा लेख्ने। यहाँ डेबिटमा छ, यहाँ क्रेडिटमा पर्यो भने डेबिटबाट क्रेडिटलाई घटाएर डेबिटमा लेख्ने। यहाँ क्रेडिटमा छ अनि यहाँ डेबिट पर्यो भने क्रेडिटबाट डेबिट घटाएर क्रेडिटमा लेख्ने है। यहाँ क्रेडिटमा छ, यहाँ पनि क्रेडिट आइदियो भने दुवै क्रेडिट क्रेडिटलाई जोडेर क्रेडिटमा लेख्ने। यहाँ डेबिट यहाँ क्रेडिटमा छ, यहाँ कुनै पनि एडजस्टमेन्ट छैन भने जस्ताको त्यस्तै हामीले क्रेडिटमा लेख्ने। बुझ्नु भयो नि। यसमा एडजस्टमेन्ट र अनएडजस्टेड ट्रायल ब्यालेन्सलाई हामीले एउटैमा मिलाउँछौँ भने यदि अनएडजस्टेड ट्रायल ब्यालेन्ससँग रिलेटेड कुनै एडजस्टमेन्ट छ भने डेबिट डेबिट पर्यो भने जोड्ने, डेबिट क्रेडिट घटाउने, क्रेडिट क्रेडिट जोड्ने, क्रेडिट डेबिट घटाउने भनेको सेम सिम्बल छ भने हामीले जोड्ने अनि फरक सिम्बल आइदियो भने हामीले माइनस गरेर देखाउने। अनि जसको एडजस्टमेन्ट छैन त्यो जहाँ छ, जुन साइडमा छ त्यही साइडमा जस्ताको त्यस्तै सार्ने है। अब यहाँ कसरी हामीले सारेका छौँ। यसको एडजस्टमेन्ट छैन, यो क्रेडिटमा छ क्रेडिटमा लेख्यो,
यसको एडजस्टमेन्ट छैन, क्रेडिटमा छ, क्रेडिटमा लेखियो एडजस्टेड ट्रायल ब्यालेन्सको है। यसको पनि एडजस्टमेन्ट छैन, जस्ताको त्यस्तै लेखियो। यसको पनि एडजस्टमेन्ट छैन, जस्ताको त्यस्तै लेखियो। अनि करेन्ट एसेट्सको पनि एडजस्टमेन्ट छैन, जस्ताको त्यस्तै लेखियो। यहाँ डेबिटमा छ भने यहाँ पनि डेबिटमा लेख्ने है। त्यस्तै गरेर फिक्स एसेट्स 3 लाख को छ, डेबिटमा छ, यहाँ क्रेडिटमा आयो यसको डिप्रिसिएसन है। अब 3 लाख डेबिटबाट 30,000 रुपैयाँ क्रेडिटको हामीले के गर्ने, माइनस गर्ने, अनि भ्यालु 2,70,000 आएको छ, डेबिटमा लेख्ने, यसरी गर्ने है। त्यस्तै गरेर 12,000 को कुनै एडजस्टमेन्ट छैन, जस्ताको त्यस्तै, 60,000 को जस्ताको त्यस्तै, 4,40,000 पर्चेजको जस्ताको त्यस्तै, वेजेज जस्ताको त्यस्तै, केही चेन्ज छैन किनभने यसको एडजस्टमेन्ट छैन। अनि यो एडिसनल इन्फर्मेसनलाई पनि हामीले यो एडजस्टेड ट्रायल ब्यालेन्स भित्र लेख्ने, यो डेबिट वाला डेबिटमै लेख्ने, यो डेबिट क्रेडिट दुईटै साइडमा छ, यहाँ पनि दुवै साइडमा जस्ताको त्यस्तै लेख्ने, यिनीहरुमा कुनै चेन्ज हुँदैन अब है, जस्ताको त्यस्तै लेख्ने। अब हाम्रो एडजस्टेड ट्रायल ब्यालेन्स बनिसक्यो। एडजस्टेड ट्रायल ब्यालेन्स बनिसकेपछि अब यही एमाउन्टबाट, यही रकमबाट हामी के बनाउँछौं त, इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट बनाउँछौं है। अब हामीले यहाँ पर्टिकुलरमा हेर्ने, जुन पर्टिकुलरको जुन शीर्षक हाम्रो एसेट्समा जान्छ, एसेट्समा लेख्ने, जुन इन्कम स्टेटमेन्टको डेबिटमा जान्छ, डेबिटमा लेख्ने, जुन लायबिलिटिजमा जान्छ, लायबिलिटिजमा लेख्ने, जुन इन्कममा जान्छ, इन्कममा, जुन खर्चमा जान्छ, खर्चमा लेख्ने। अब यसमा के लेखिन्छ, सबै खर्चहरु लेखिन्छ, यसमा सबै इन्कमहरु लेखिन्छ, यसमा एसेट्सहरु लेखिन्छ, यसमा क्यापिटल र लायबिलिटिज लेखिन्छ है। अब हामीले शीर्षक पढ्ने, शीर्षक अनुसार कहाँ जान्छ त्यसैमा हामीले इन्कम स्टेटमेन्ट अथवा ब्यालेन्स सिटमा राख्दै जाने, दुईटै हामीले एकैचोटी बनाउने है। अब यहाँ हेरौं त, सेल्स हाम्रो के हो त, इन्कम हो। सेल्स हाम्रो कतिको भएछ, 7,20,000 को सेल्स भएको छ, हाम्रो पैसा आउँछ, इन्कम हो। इन्कमलाई हामीले इन्कम स्टेटमेन्टको क्रेडिटमा देखाउने है, यहाँ देखाइयो। क्यापिटल भनेको हाम्रो पुँजी हो, क्यापिटल भनेको हाम्रो ब्यालेन्स सिटको लायबिलिटी साइडमा जान्छ, त्यसकारण हामीले 2 लाख रुपैयाँ लायबिलिटी साइडमा यहाँ देखाइदिएका छौं। त्यस्तै गरेर क्रेडिटर यहाँ छ, क्रेडिटर भनेको हाम्रो लायबिलिटी जो हामीले साहुलाई पैसा तिर्न बाँकी छ, लायबिलिटिजलाई हामीले ब्यालेन्स सिटको लायबिलिटिजमा देखाइदिने, 30,000 यहाँ ब्यालेन्स सिटको क्रेडिटमा आयो। त्यस्तै कमिसन छ, कमिसन हामीले 10,000 रुपैयाँ पाएछौं, यो कमिसनको पैसा क्रेडिटमा छ, यसको मतलब हामीले कमिसन 10,000 पाएका छौं। इट इज आवर इन्कम, सो वी हैव टु राइट द क्रेडिट साइड अफ द इन्कम स्टेटमेन्ट है। त्यसकारण हामीले यो 10,000 लाई इन्कम स्टेटमेन्टको क्रेडिटमा लेख्ने, किनभने हाम्रो इन्कम भयो। त्यस्तै गरेर पालो आयो करेन्ट एसेट्सको, 1,20,000 को हाम्रो करेन्ट एसेट छ। करेन्ट एसेट्स भनेपछि एसेट साइडमा जान्छ, ब्यालेन्स सिटमा जान्छ, त्यसकारण यसलाई हामीले यहाँ देखाइदिने, ब्यालेन्स सिटको एसेट साइडमा 1,20,000 देखाइदिने। त्यस्तै गरेर फिक्स एसेट्स छ, फिक्स एसेट्स भनेको छ, एसेट्स भन्ने बित्तिकै ब्यालेन्स सिटको एसेट्स जान्छ, यसको भ्यालु कति बचेछ, 2,70,000, 2,70,000 लाई ब्यालेन्स सिटको एसेट्समा राख्ने है। त्यस्तै गरेर प्रिपेड इन्स्योरेन्स 12,000 रुपैयाँ हामीले इन्स्योरेन्स कम्पनीलाई एडभान्स पैसा तिरेका छौं। यदि हामीले कसैलाई एडभान्स पैसा तिर्दिन्छौं भने एडभान्स पैसा तिर्नु पनि हाम्रो लागि के हो त, एसेट्स नै हो, त्यसकारण हामीले यसलाई एसेट्समा लेख्ने, 12,000 रुपैयाँ ब्यालेन्स सिटको एसेट्समा आयो है। त्यस्तै गरेर अर्को छ सेलरी भनेर दिएछ, सेलरी भनेको हाम्रो लागि खर्च हो, सेलरी हामी पेड गर्छौं, सेलरीमा हाम्रो खर्च भएको छ, खर्चलाई हामी कहाँ देखाउँछौं, इन्कम स्टेटमेन्टको डेबिटमा देखाउँछौं, यो पैसा हाम्रो इन्कम स्टेटमेन्टको डेबिटमा आयो है। त्यस्तै गरेर अर्को के पर्यो त, पर्चेज, पर्चेज हामी गरेका छौं, पर्चेज गर्नु भनेको पनि हाम्रो पैसा जान्छ, खर्च हुन्छ, यो खर्चलाई पनि इन्कम स्टेटमेन्टको डेबिटमा राख्ने, 4,40,000 रुपैयाँ, यो पनि डेबिटमा आयो। त्यस्तै गरेर वेजेज छ, हामीले ज्याला तिरेका छौं, ज्याला पनि हाम्रो लागि खर्च हो, खर्चलाई इन्कम स्टेटमेन्टको डेबिटमा राख्नु पर्ने भएको हुनाले हामीले ज्याला वेजेजलाई पनि 28,000 लाई हामीले इन्कम स्टेटमेन्टको डेबिटमा राखेका छौं। त्यसपछि हाम्रो एडिसनल इन्फर्मेसनको कुरा हेरौं। एडिसनल इन्फर्मेसनमा डिप्रिसिएसन छ, डिप्रिसिएसन भनेको के हो भन्दाखेरि हाम्रो खर्च नोक्सानी हो, हाम्रो लस भएको छ। डिप्रिसिएसन भनेको हाम्रो एक किसिमको लस भएको हुनाले यसलाई पनि के गर्ने त, इन्कम स्टेटमेन्टको डेबिटमा देखाउने, 30,000 रुपैयाँ डेबिटमा देखाइयो। त्यस्तै गरेर प्रोभिजन फर टैक्सेसन छ, प्रोभिजन फर टैक्सेसनको भ्यालु दुई ठाउँमा छ,
हामीले अब फाइनल एकाउन्ट सम्झना गरौँ। हाम्रो प्रोभिजन फर टैक्सेसन जुन एडिसनलमा हुन्छ, फाइनल एकाउन्टको कहाँ जान्छ त? एउटा पीएल को डेबिटमा जान्छ, अर्को ब्यालेन्स सिटको लायबिलिटी साइडमा जान्छ। हो सेम त्यस्तै हामीले गर्दिने। यहाँ दुई साइडमा जुन दिएको छ नि, यो दुई साइडवाला दुई साइडतिर जान्छ। यो डेबिटवाला कहीं डेबिटमा जान्छ, यो क्रेडिटवाला कहीं क्रेडिटमा जान्छ है। अब हामीले बुझ्नु पर्दा प्रोभिजन फर टैक्सेसनको जुन डेबिटको पैसा छ नि, यसलाई हामीले इन्कम स्टेटमेन्टको डेबिटमा देखाउने है। त्यस्तै गरेर यो जुन 52,000 हाम्रो प्रोभिजन फर टैक्सेसनको पैसा क्रेडिटमा छ, यो पैसालाई हामीले ब्यालेन्स सिटको क्रेडिटमा देखाउने है। यो इन्कम ट्याक्स हाम्रो लागि डेबिटको जुन छ, यो हामीले सरकारलाई तिर्नु पर्छ, यो हाम्रो लागि खर्च हो है। त्यही भएर हामीले यसलाई के गर्ने, इन्कम स्टेटमेन्टको पहिला डेबिटमा देखाउने, यहाँ देखाउने, अनि यो पैसा हामीले अहिले तिरेका छैनौं, तिर्न बाँकी छ, त्यसकारण यसलाई हामीले लायबिलिटिज बुझेर हामीले ब्यालेन्स सिटको लायबिलिटिजमा देखाउने है। यसरी हामीले यो सबै जुन हाम्रो पर्टिकुलर भित्र दिएको छ, सबैलाई हामीले यसरी हामीले समावेश गर्न सक्छौं है। यसरी समावेश भइसकेपछि अब हामीले टोटलिङ गर्ने, यो सबै जोड्ने, यहाँसम्म सबै जोड्ने, एक एक जोडी के हुन्छ, यो बराबर आउँछ है। त्यसपछि यो जुन इन्कम स्टेटमेन्ट छ, यसको काम के हो, हाम्रो व्यवसायमा हाम्रो कम्पनीमा इन्कम भएको छ कि लस भएको छ भन्ने कुरा यसको पत्ता लगाउने काम हो। यसको लागि हामीले इन्कम साइड सबै जोड्ने, एक्सपेन्डिचर पनि जोड्ने अनि मिलाउने, कुन साइडमा बढी छ। यसरी मिलाउँदाखेरि हाम्रो इन्कम साइडमा पैसा बढी छ र हाम्रो एक्सपेन्डिचर कम भएको छ र हामीले हिसाब गर्दा 1,20,000 रुपैयाँ हाम्रो के आयो त, नेट इन्कम आयो अथवा प्रॉफिट आएको छ। अब यहाँ 1,20,000 हामीले ब्यालेन्सिङ गर्ने, ब्यालेन्सिङ गरेर यसको नाम दिने, नेट इन्कम अथवा नेट प्रॉफिट भनेर नाम दिने है। यसरी नाम दिइसकेपछि यो नेट इन्कमलाई अब फेरि हामीले ब्यालेन्स सिटमा पनि लैजानु पर्छ। नेट इन्कमलाई ब्यालेन्स सिटको कहाँ देखाइन्छ त, यसले हाम्रो क्यापिटल इन्क्रिज गर्छ, त्यसकारण क्यापिटल साइडमा अथवा हामीले लायबिलिटी साइडमा देखाउने अथवा ब्यालेन्स सिटको क्रेडिटमा देखाउने है। त्यसकारण हामीले यहाँ देखाइदिएका छौं। यसरी यो पनि हामीले अब के गर्ने त, टोटलिङ गर्ने। यो टोटल गर्दाखेरि के हुनुपर्छ, बराबर आउनुपर्छ र हाम्रो बराबर आएको छ है। यसरी हामीले वर्कशीट बनाउन सक्छौं है। तपाईहरुले पनि यसरी वर्कशीट बनाउनु होला, बुझ्नु भयो नि। अब 10 कलम वर्कशीटमा बुझाउनु पर्ने कुराहरू यति छन्। तपाईहरुले मेरो भिडियो हेर्नु होला है, अनि नबुझेको कुराहरू फेरि सोध्नु होला। च्यानललाई लाइक सब्स्क्राइब गर्नु होला है। नयाँ भिडियो अपडेटहरू नयाँ हेर्नको लागि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। ल, आजको लागि म चाहिँ आफ्नो क्लासलाई यति इन्डी गर्छु, किनभने भिडियो लामो भइरहेको छ है। त्यसकारण म यही इन्डी गर्छु है। थ्यांक यू फर टुडे।